रक्तचाप हाई बीपी बढेमा कुन औषधि खाने? एम्लोडिपिन ट्याब्लेट खाने। सुगर डायबिटिस धेरै बढेमा कुन औषधि खाने? मेटफर्मिन ट्याब्लेट खाने। सामान्य टाउको दुखेमा कुन औषधि खाने? पारासिटामोल ट्याब्लेट खाने। पेट फुलेमा वा ग्यास धेरै भएमा कुन औषधि खाने? ओमेप्रोजोल ट्याब्लेट वा क्याप्सुल खाने। रुगाखोकी र ज्वारो आएमा कुन औषधि खाने? पारासिटामोल वा सेट्रिजिन ट्याब्लेट खाने। कब्जियत भएमा कुन औषधि खाने? ल्याक्टोलोजोल सिरप खाने। ब्याक्टेरियाको संक्रमण भएमा कुन औषधि खाने? एमोक्सिलिन ट्याब्लेट वा क्याप्सुल खाने। एलर्जी वा चिलाएमा कुन औषधि खाने? सेट्रिजिन ट्याब्लेट खाने। झाडा पखाला लागेमा कुन औषधि खाने? लोप्रेमाइड ट्याब्लेट खाने। जोर्नीको दुखाइ भएमा कुन औषधि प्रयोग गर्ने? डाइक्लोफेनक ट्याब्लेट वा जेल लगाउने। छाती पोलेमा वा ग्यास्ट्रिक भएमा कुन औषधि खाने? पन्टोप्रोजोल ट्याब्लेट खाने। रगतको कमी एनिमिया भएमा कुन औषधि खाने? आइरन सप्लिमेन्ट ट्याब्लेट खाने।